यो चाहिँ मेरो पहिलो भिडियो डिजिटल आर्टको र हजुरले यो मेरो कम्प्युटरको आर्टवर्कमा देख्न सक्नुहुन्छ एकजना महिलाको तस्बिर छ र यो तस्बिरलाई चाहिँ मैले डिजिटल आर्टमा कन्भर्ट गर्न गइरहेको छु। सबै स्टार्टिङबाट बनाएको भिडियोहरु चाहिँ रेकर्ड गर्न सकेन, त्यसैले चाहिँ अब लास्टमा चाहिँ एउटा सानो भिडियो बनाएको छु। यो चाहिँ एकदम छोटकरीमा बनाएको छु। यसलाई चाहिँ मैले पहिला फेस, त्यसपछि आइब्रो, अनि आँखा, अनि नाक, अनि मुख अथवा ओठ, त्यसपछि कान, अनि कपाल, त्यसपछि टीका, अनि आउँछ हाम्रो बडी पार्ट, त्यसपछि अनि वस्त्र। यसरी चाहिँ मैले यसरी फर्म गरेको छु हैन। र यसको ओरिजिनललाई चाहिँ मैले यता लेफ्ट ह्यान्ड साइडतिर चाहिँ प्लेस गरेँ र यो चाहिँ हाम्रो फाइनल आर्टवर्क डिजिटल आर्ट। यो चाहिँ मेरो पहिलो मेरो कुकुरको डिजिटल आर्ट, त्यसपछि यो कुलमान घिसिङ सरको, अनि तेस्रोमा चाहिँ अमृत गुरुङ द लेजेन्डरी ब्यान्डको, अनि यो चाहिँ एकजना टिनेजर गर्ल हैन, उसको तस्बिर हो। अनि यो चाहिँ हाम्रो सुरुमा देखाएको महिलाको तस्बिरको जस्तै यो चाहिँ अन्तिम पोर्ट्रेट है त। ल यो सँगसँगै चाहिँ आउने दिनहरुमा चाहिँ महान व्यक्तिहरुको चाहिँ डिजिटल आर्ट गर्नेछु। अहिलेलाई चाहिँ यो लास्ट भिडियो है त।